सबभन्दा पहिले त म यो तपाईँको साधारण सभा अत्यन्तै महत्त्वपूर्ण निर्णयका साथ र जुन नयाँ टिम तपाईँले ल्याउनु खोज्नु भएको छ, एउटा सक्षम सशक्त र अत्यन्तै क्रियाशील टिम तपाईँले यो साधारण सभाको सभाबाट दिन सक्नुहोस्, त्यसको लागि म हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो एउटा अर्को पनि कार्यक्रम भएको हुनाले मैले धिष्टता गरेँ, त्यस समय बिचे मैले र यो विषयमा किनभने अहिले तपाईँको निर्वाचनमा यसो देखिरहेको छु मैले हलभन्दा पनि बढी मान्छे बाहिर बसिराख्नु भएको छ। अब हाम्रो भाषा त सधैँ सुनिराखेको छ, त्यहाँ फेरि एउटा मात्रै तलमाथि भन्थ्यो, भोलि तलमाथि पर्छ भन्ने मैले बुझेको छु। त्यस हुनाले म बढी समय पनि लिन चाहन्न र बढी धेरै कुरा पनि गर्न चाहन्न, आवश्यकता पनि छैन। किनभने अहिले तपाईँहरू एउटा नयाँ नेतृत्वको चाहिँ स्वयंको अवस्थामा लगाइराख्नु भएको छ। म खालि के भन्छु भने अहिलेसम्म जुन तपाईँहरूको अहिलेसम्मको विद्यमान नेतृत्व आजको दिनसम्म यही होला। अहिलेसम्म भएको नेतृत्वले मैले करिब करिब मेरो पनि 2 पटक उहाँहरूसँग मैले काम गरेर पाएँ। 2टा टेन्युरमा धेरै कुराहरू हामीले सुरु गरेका छौँ, धेरै कुराहरू हामीले सम्पन्न गर्न सकेका छैनौँ, केही कुराहरू हामी बाटोमा छौँ। तर जे होस् मैले चाहिँ के भने उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले आफ्नो कार्यकाल चाहिँ नि राम्रोसँग सफलतापूर्वक सम्पन्न गर्न सक्नुभएको छ र मैले राम्रो सहयोग पनि मैले पाएको छु। त्यस हुनाले चाहिँ म उहाँलाई धन्यवाद दिन चाहन्छु र त्यही अपेक्षा म नयाँ आउने टिमसँग पनि म गर्न चाहन्छु। म सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु, यो व्यवसाय सङ्घको तपाईँहरू निर्वाचन गर्दै हुनुहुन्छ। व्यवसायप्रति निष्ठावान, व्यवसायप्रति इमान्दार, व्यवसायलाई सुरक्षित मर्यादित गर्ने र व्यवसायको निम्ति मात्र लड्ने त्यस्ता नेतृत्व ल्याउन सक्नुपर्छ भन्ने मेरो आग्रह छ। म कुनै व्यक्ति विशेषको बारेमा थाहा पनि छैन, जान्दिनँ पनि। र मलाई के लाग्छ भन्नु छैन, हामी राजनीतिक पार्टीका मानिसहरू हामी राजनीति गर्छौँ, आफ्नो ठाउँमा छँदैछौँ। हामीले जनता बिचमा आफ्ना पार्टीका बाहिर झन्डा बोकेर चाहिँ पार्टीका म्यानिफेस्टो लिएर हिँडेका हुन्छौँ। त तपाईँको चाहिँ पार्टी भनेको चाहिँ यो व्यवसाय नै हो। तपाईँको पार्टी वैदेशिक रोजगार व्यवसाय हो। यो व्यवसायको हकित कसरी चाहिँ समृद्ध हुन्छ त्यो तपाईँको कुरा हो। त्यसमा निश्चय पनि मलाई विश्वास छ तपाईँहरू एकदमै सक्षम नेतृत्व तपाईँहरू चाहिँ नेतृत्व चयन गर्नुहोला। मैले केही कुराहरू राख्नुभन्दा पहिले भन्यो, अहिले तपाईँ निर्वाचनमा हुनुहुन्छ, धेरै एजेन्डाहरू तपाईँले बोकिराख्नु भएको छ। त्यो एजेन्डाको बारेमा मैले कहीँ के भन्यो भने चाहिँ फेरि यसका पछि उसको पछि कुरा होला, त्यो चाहिँ होइन। तर हामी के गरिराखेको भन्ने कुरो कहीँ मैले राख्नै पर्ने भएको छ। अहिलेसम्मको महत्त्वपूर्ण विषय के भने मैले बारम्बार भनेको छु, यसलाई हामीले सबै भाषामा प्रयोग गर्दाखेरि मैले पहिले पनि भनेको थिएँ, यो म्यान पावर व्यवसाय होइन, यो मानव स्रोत संसाधन तथा व्यवस्थापन व्यवसाय हो। ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड प्लेसमेन्ट व्यवसाय हो। यो व्यवसायको मर्म पहिले व्यवसायले बुझ्नुपर्छ। यो व्यवसाय कुरा गर्दाखेरि म्यान पावरवाला होइन। मानव स्रोतलाई, मानव संसाधनलाई त्यसलाई चाहिँ बजार उपयुक्त बनाएर अनि बजारमा चाहिँ त्यहाँ चाहिँ उनीहरूलाई प्लेसमेन्ट गर्ने व्यवसाय हो। चाहे त्यो आन्तरिक बजार होस्, चाहे बाह्य बजार होस्, डोमेस्टिक मार्केट होस्, इन्टरनेसनल मार्केट होस्, त्यसमा लाग्नु भएको हुनाले चाहिँ तपाईँको यो पेसा नै मर्यादित पेसा हो। अब यो मर्यादा तपाईँले काम राख्ने कि नराख्ने तपाईँ कुरा, यो पेसा मर्यादित हो, यो व्यवसाय मर्यादित हो। यो व्यवसाय अत्यन्तै चाहिँ डिग्निफाइड व्यवस्था हो, तर यसको मर्यादा फेरि तपाईँ आफैले राख्नुपर्छ। त्यो तपाईँ राख्नुहुन्छ राख्नुहुन्छ तपाईँको विषय हो। तर मेरो विषय के भने यो चाहिँ मर्यादित पेसा हो। यो दिस इज भेरी डिग्निफाइड प्रोफेसन, जो एउटा चाहिँ व्यवसायिक हिसाबले अगाडि बढ्नुपर्छ। दोस्रो कुरो मैले के निवेदन गरेँ भने निश्चय पनि मुलुकको अर्थतन्त्रको योगदानमा त्यति मात्र होइन, 70% भन्दा बढी नेपालीको चुलो बाल्ने काममा तपाईँहरूको मद्दत पुगेको छ, तपाईँहरूको सहयोग भएको छ। तर म के चाहन्छु भने त्यो 70% मानिसको घर दैलोले तपाईँहरूलाई मन खोलेर आशीर्वाद दियोस्, तपाईँको व्यवसाय फस्ट्याउँछ। उनको चाहिँ के छ भने अन्यथा या उनको चाहिँ नि नकारात्मक चाहिँ के भने आशीर्वाद नलागोस्। त्यसो हुनाले उसले पनि हामीलाई गर्यो भन्ने कुरो हुनुपर्छ। त्यसैले मैले मर्यादा कुरा गर्नु खोजिरहेको। मैले भन्दै गरेको थिएँ 3वटा ट्यापको मैले कुरा गरेको छु, एउटा डेथ ट्यापको कुरा गरेको छु,
एउटा डेप ट्यापको कुरा गरेको छु, एउटा डिजिटल ट्यापको कुरा गरेको छु। यसमा हामी सबै मिलेर लड्नुपर्छ। त्यसो भए मैले अहिले केही कुराहरू के राख्नु खोजेँ भने ठ्याक्कै अहिले तपाईँहरूको नयाँ नेतृत्वसँग मैले सहकार्य गर्ने विषय के हुनसक्छ। सरकारले मैले भने सरकारले के विषयमा काम गर्न सक्छ भन्ने कुरामा अहिले पहिलो विषय भनेको के भने अहिलेसम्मको अनुभवको आधारमा यो रोजगारलाई यो व्यवसायलाई अगाडि बढाउनको निम्ति के कुराका कानुनी अडचनहरू छन्, के कुरा कानुनमा सुधार गर्नुपर्छ भन्ने हिसाबले सरकार अहिले श्रम ऐन र वैदेशिक रोजगार ऐन दुईटैलाई खोलेर बसेको छ। यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ। त्यो संशोधनको लागि हामी तयार छौँ। के संशोधन गर्ने भन्ने विषय चाहिँ तपाईँ यहीँ बसेर चाहिँ संशोधन गर्नुपर्छ। हिजो तपाईँले याद एउटा प्रधानमन्त्रीले भन्नुभएको छ ऐन कानुन नियम भनेको सरकारको लागि, मन्त्रीको लागि, कर्मचारीको लागि होइन। ऐन कानुन नियम भनेको त जनताको लागि हो र विशेष गरिकन सरोकारवालाको लागि। त्यसैले अहिले वैदेशिक रोजगार ऐनमा संशोधन गर्ने क्रममा हामी छौँ र त्यसको निम्ति चाहिँ हामीले आह्वान गरेका छौँ। बसेर सल्लाह गरौँ कहाँ के गर्ने भनेको नम्बर हो। अर्को विषय अहिले जुन धुमधामसँग उठिराखेको छ त्यो तपाईँहरूलाई स्मरण गराउन चाहन्छु। तपाईँलाई थाहा पनि छ होला, दुई पटक मैले मन्त्री भएको बेलामा 100 जनाको बाध्यताले मैले बाधा अर्को फुकाएर त्यसलाई फुकाएको कुरो त तपाईँलाई थाहा होला। त्यो ऐनलाई दुईचोटि म मन्त्री भएको बेलामा दुवैचोटि मैले बाधा अर्को फुकाइ गरेर तीसरी रोजगार के भने व्यवसायी साथीहरू जसको चाहिँ के भने कम्पनी नै बन्द हुने अवस्था थियो त्यो जोगाइदिएको पनि यहाँहरूलाई थाहा होला। र मैले नै मेरै पालोमा मैले नै केही नेपाल ऐन संशोधनमा यो विषयलाई पार्लिमेन्टमा लगेर अहिले कानुन समितिको चाहिँ सदस्य मान्यज्यूले यहाँ कुरा गर्नुभयो। अहिले पार्लिमेन्टको कानुन समितिको सदस्यमा यो विषयमा यो राख्नै आवश्यक छैन भनेर कानुन समितिमा सहमति जुटेर अब त्यो खालि के भने पार्लिमेन्टबाट पास हुन बाँकी छ। त्यसै त्यसलाई धुमधाम सजाउनु पनि कुर्कै देखाएको छ। यो समस्या समाधान भइसकेको छ। अहिले पार्लिमेन्ट चाहिँ हुँदाहुँदै अहिले पार्लिमेन्ट सिद्धियो, 15 दिनपछि अर्को नयाँ बजेट पार्लिमेन्ट आउँछ। बजेट पार्लिमेन्ट आएपछि तपाईँको चाहिँ समस्या समाधान हुन्छ। सबभन्दा खुसी कुरा के छ भने अहिले यो प्रमाणीकरणका बारेमा लामो कुराहरू उठिएको छन्। यहाँनिर त्यसले घरका विकृतिका कुराहरू पनि उठिएका छन्। त्यो विकृतिका पछाडिका कुराहरू पनि उठिराखेका छन्। अस्ति भर्खर यहाँ माइतीघरतिर कथा आउँछन् त्यहाँ चाहिँ नि वैदेशिक रोजगार पीडित, कुनै के अरे कन्सल्टेन्सी पीडित अनि के पीडित भनेर चाहिँ त्यहाँ 80,000 छौँ हामी भनेर यहाँ नारा जुलुस ल्याएको थिएँ। मेरो पनि मतदान गर्न आएका थिए त्यहाँ। यो समस्या त छ। यो समस्या कसरी पुर्याउने? यो समस्याको निम्ति चाहिँ विशेष गरिकन अहिले म धन्यवाद दिन चाहन्छु हाम्रो परराष्ट्र मन्त्रीलाई, जो परराष्ट्र मन्त्रीले केही दिन अगाडि गल्फ कन्ट्रीका सम्पूर्ण चाहिँ के छ भने एम्बासडरलाई राखेर उहाँले एउटा छलफल गर्नुभयो। त्यसपछि हामीलाई पनि आग्रह गर्नुभयो र हामी 3वटा मन्त्रीहरू छन् त्यहाँ, परराष्ट्र मन्त्री, गृह मन्त्री र श्रम मन्त्री। तिनै मन्त्रालयका चाहिँ त्यहाँ उच्चस्तरीय चाहिँ पदाधिकारीहरू हामी बसेर विशेष गरिकन अहिलेको अवस्थामा यो व्यवसायमा वैदेशिक रोजगार व्यवसायका के समस्याहरू छन्, के गर्नुपर्ने भन्ने विषयमा चाहिँ नि एउटा हामीले एउटा अध्ययन पनि गऱ्यौँ। त्यो अध्ययन अनुसार चाहिँ निचोडमा 3वटा कुरा आयो। एउटा कुरा के भने अन्तर मन्त्रालय समन्वयको कारणले गर्दाखेरि, अन्तर मन्त्रालय समन्वयको अभावले गर्दाखेरि धेरै कामहरू अड्केर बसेको अवस्था देखियो। श्रम मन्त्रालय गरे पनि परराष्ट्र मन्त्रालयबाट काम नहुने, परराष्ट्र मन्त्रालय गऱ्यो गृह मन्त्रालयबाट काम नहुने, यो तिनै मन्त्रालय बिचमा चाहिँ एउटा मेकानिजम बन्यो, एउटा संयन्त्र बन्यो। तिनै मन्त्रालयका सहसचिवको एउटा संयन्त्र बनेर कुनै पनि यो विषयमा कुरा आयो भने तत्काल त्यो समिति बसेर अनि त्यसको टुङ्गो लगाउने, त्यो लगाएपछि कुन लेभलमा जानुपर्ने हो त्यो लेभलमा घर टुङ्ग्याउने भन्ने एउटा संयन्त्र बन्यो। साथै त्यो समितिले एउटा रेकमेन्डेसन के गरेको छ भने यो विशेष गरिकन महिला कामदारको हकमा, सेवा शुल्कको हकमा, डिजिटलको हकमा, यो सबै विषयको हकमा एउटा अत्यन्त उच्च स्तरीय विज्ञ समिति बनाउने भनेर उनले रेकमेन्डेसन गरेका छ। त्यो विज्ञ समिति बनाउने क्रममा हामी लागेका छौँ। सरकारले यो विषयमा एउटा इन्डिपेन्डेन्ट स्वतन्त्र विज्ञ समिति बनाएर त्यो विज्ञ समितिले यो सेवा शुल्कमा उठेका समस्याहरू, महिलाहरूको बारेमा उठेका समस्याहरू, यी प्रमाणीकरण लगायतका बारेका समस्याहरूको बारेमा एउटा विज्ञ समिति बनाउने भन्ने निर्णय गरेका छ र हामी त्यो अगाडि काम गर्दैछौँ। जहाँसम्म प्रमाणीकरण कुरा यहाँ उठिराखेका छ,
प्रमाणीकरणको बारेमा के निवेदन गर्न चाहन्छु भने अब त्यो नयाँ कमिटीले पनि आएर छलफल गर्ला। त प्रमाणीकरणको बारेमा के गर्न विषयमा भन्न चाहन्छु भने करिब करिब अब अहिले एउटा समझदारी कायम भएर मोस्ट प्रोबेबली युरोपको प्रमाणीकरण भनेको आगामी एक महिनाभित्र युरोपको प्रमाणीकरणका कामहरू सुरु हुन्छ भन्ने म तपाईहरुलाई जानकारी दिन चाहन्छु। त्यसपछि चाहिँ हाम्रो यो इन्डिभिजुअल फिनिज भनिएको छ, त्यसमा अलिकति सरकारले लगाम लगाउँछ त्यो पनि भन्न चाहन्छु। संस्थागत कामहरू हुनुपर्छ। त्यस हुनाले चाहिँ अन्य सबै मुलुकहरुमा र विशेष गरिकन अब जुन अब वैदेशिक रोजगार संघले कयौं मुलुकलाई संस्थागत खोल्नुपर्छ भन्ने उहाँले रिकमेन्ड गर्नुभएको छ, त्यो पनि हामीले अगाडि बढाएका छौँ। त्यो पनि अगाडि बढ्दै जान्छ त्यहाँ र अहिले जापान र कोरियाको प्रक्रिया छ त्यहाँ, त्यो पनि करिब अन्तिम चरणमा पुगेको छ र त्यो अनुसार हामी अगाडि बढ्दैछौँ। मोस्ट प्रोबेबली नेक्स्ट मन्थसम्म धेरै कुराहरू चाहिँ यो कुरा व्यवस्थापन हुन्छ। साथै अहिले एउटा समस्या हामीले चाहिँ जो चाहिँ आएको छ युएईमा अहिले चाहिँ हामीले नै न्यूनतम तलब भनेको 800 रुपियाँ राखेको रहेछ त्यो, जबकि उसको चाहिँ कुनै न्यूनतम तलब चाहिँ छैन। भनेको अहिले त्यसलाई हामीले के छ भने चाहिँ बेसिक तलब चाहिँ 1000 1300 र 1500 गर्न खोजिरहेको छ नेपाल सरकारले गर्छ त्यहाँ। सो द्याट चाहिँ के भन्छ त्योभन्दा मुनिको चाहिँ कामदारको यहाँ चाहिँ डिमान्ड ल्याउन पाउने स्थिति हुँदैन त्यहाँ। त्यो विषय पनि हामी गरेर आएको छौँ। तर चाहिँ त्यस्तै किसिमबाट चाहिँ नि महिला कामदारको बारेमा पनि हामीले इथिकल प्रोटोकल बनाएर अगाडि बढाएका छौँ र छिट्टै नै एउटा संसदीय समिति चाहिँ त्यहाँ साउदी अरब जाँदैछ, जहाँ त्यहाँको अध्ययन गरेर चाहिँ त्यहाँ विशेष गरिकन गल्फमा महिला घरेलु कामदारहरूको बारेमा जुन कुरा उठेको छ त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि अगाडि बढ्दैछ त्यहाँ। त्यसको साथसाथमा तपाईँलाई पहिले पनि मैले भनेको थिएँ, अहिले घरेलु कामदारको परिभाषामा नेपाल सरकारले निषेध गरेको भनौँ अथवा रोकेको भनौँ महिला घरेलु कामदार मात्र हो। तर घरेलु कामदारको क्याटेगोरीमा चाहिँ जुन हिसाबले कुक अथवा के भने गार्डनर अथवा ड्राइभरहरू परेका छन् त्यो पनि हिजोसम्म रोकिएका थिए, त्यो फुकुवा भएको छ, त्यो चाहिँ उनीहरू चाहिँ जान पाउने अवस्था चाहिँ हामीले सिर्जना गरेका छौँ। मैले संस्कृति बारेभन्दा पहिले पनि भनेको थिएँ 2024 सेप्टेम्बरसम्मको स्थितिमा जोसुकै जहाँ गए तापनि यदि त्यो ठाउँमा उसले संस्कृति लिन चाहेको छ भने त्यो संस्कृति पाउँछ भनेर हामीले ओमानबाट चाहिँ दुबईबाट सुरु गरेका छौँ। अब अन्य मुलुकमा पनि त्यो सुरुवात हुन्छ। त्यसै केही टेक्निकल विषयहरू छन् महिलाहरूको हकमा, त्यो पनि हामी केही दिनमा चाहिँ त्यो फुकाएर चाहिँ त्यहाँ पठाउँछौँ, जसले गर्दाखेरि कमसेकम जो मान्छे असुरक्षित भएर गएका छन् उनीहरू पनि कमसेकम के भने त्यो स्वीकृतिको चाहिँ प्रक्रियामा आउँछन्, आएर चाहिँ उनीहरू बोनाफाइड एउटा चाहिँ नेपाली वर्गको पर्छ त्यहाँ। हामी धेरै पक्षमा यसलाई सुधार गर्न खोजिरहेका छौँ र त्यो चाहिँ के भन्नु चाहिँ सरकार र निजी क्षेत्र बसेर सँगै बसेर यसको अगाडि बढ्नुपर्छ। त त्यति बेला सरकार जति इमान्दार हुन्छ निजी क्षेत्र त्यतिकै इमान्दार पनि हुनुपर्छ त्यहाँ। त्यसमा यो व्यवसायलाई चाहिँ अगाडि बढाउने कुरामा अहिले जो हाम्रो चाहिँ सङ्घका साथीहरू छन् मलाई खुसी लाग्छ, उहाँहरूसँग हाम्रो राम्रो एउटा चाहिँ त्यहाँ व्यवहार गरेर हामीले अगाडि बढाएका थियौँ। राम्रो एउटा चाहिँ के छ भने अनुसारीमा हामीले अगाडि बढाएका छौँ र आगामी जो टिम आउँछ त्यहाँ उहाँसँग पनि सरकार एकदमै हातेमालो गरेर काँधमा काँध मिलाएर हामी अगाडि बढाउन चाहन्छौँ। यो क्षेत्रलाई हामीले के भने व्यवस्थित, सुरक्षित, मर्यादित र विशेष गरिकन के भने यो पेसालाई चाहिँ नि सम्मानित पेसाको रूपमा हामीले बढाउनु पर्दछ र त्यसैको आधार मैले भने कि यो विभिन्न ट्र्याप्सहरू जो छन् यो ट्याक्सबाट नेपाली चाहिँ श्रमिकहरूलाई मुक्त गर्नुपर्दछ र साथसाथै म निवेदन गर्न चाहन्छु नेपाल सरकारले वैदेशिक रोजगारले व्यवस्थित गर्दै अहिले अझ पनि हामी कयौं मुलुकहरूसँग हामी बाइलाटरल एग्रिमेन्टमा अगाडि बढिरहेका छौँ। भर्खर हामीले स्पेनलाई, हामीले भर्खर हामीले अस्ट्रियालाई, हामीले क्रोएसियालाई लगायत विभिन्न मुलुकहरूसँग हामीले जो द्विपक्षीय सम्झौताको लागि हामी डकुमेन्ट्सहरू पठाएका छौँ। हामी अगाडि बढाउँदैछौँ। तर नेपाल सरकारले के भने वैदेशिक रोजगारको बाध्यतालाई चाहिँ नि कम गर्दै स्वदेशमै रोजगारका सम्भावनाहरू कहाँ छन् हामी खोजिरहेका छौँ। त्यसमा चाहिँ मेरो आग्रह के छ भने वैदेशिक रोजमा गएका मानिसहरूले सिकेका चाहिँ सिपहरू, त्यसले अलिकति भएका केही पुँजीहरू र उनको विशेष गरिकन काम गर्ने जुन त्यहाँ क्षमता र काम गर्ने चाहिँ एउटा जाँगर छ र हार्डसिप छ, त्यसलाई लिएर आएर यो मुलुक फेरि हामीले अगाडि बढाउनुपर्छ। त्यसमा यो सम्पूर्ण इकोसिस्टमलाई चाहिँ यो व्यवसायीहरूको ठुलो भूमिका हुन्छ भन्ने मलाई लागेको छ। त्यस हुनाले चाहिँ अब
तपाईँहरूको नयाँ टिम अब केही घन्टामा सायद चयन होला। नयाँ टिमसँग एकदमै सकारात्मक रूपमा चाहिँ नि सँगै मिलेर काम गर्न नेपाल सरकार तयार छ र नेपाल सरकारले सहयोगको अपेक्षा पनि गरेका छ, सहकारको अपेक्षा गरेका छ। हामी सबै मिलेर जुन हामीले लक्ष्य राखेका छौँ, तपाईँहरूको लक्ष्य राख्नु भएको छ कि वैदेशिक रोजगार भनेको चाहिँ मुलुकको चाहिँ विकासको आधार अथवा समृद्धिको आधार हो। तर हामीले लक्ष्य के राखेका छौँ भने वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित कसरी बनाउने र यो व्यवसायलाई चाहिँ नि मर्यादित पेसा कसरी बनाउने विषयमा हामी मिलेर काम गर्नुपर्छ। त्यसमा चाहिँ नि म पुनः तपाईँ सबैलाई चाहिँ नि आज यो प्रतिस्पर्धा भाग लिनुभएका, लड्दै गर्नुभएका सबै साथीहरूलाई सबैलाई म विजयको शुभकामना दिन चाहन्छु। सबैजना विजयी हुनुहोस्, त्यही नै शुभकामना व्यक्त गर्दै यो आजको चाहिँ सभा सफलतापूर्वक सम्पन्न होस् भन्दै म यहाँसँग बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार।